नमस्कार। नेपालको इतिहास पार्ट 2 मा यहाँहरूलाई स्वागत गर्दै 5 सेकेन्डको टाइमर सहित थप प्रश्नहरूको डिप डाइभ गर्नतर्फ अगाडि बढौँ। मैले यहाँहरूलाई पार्ट 1 को अन्त्यमा सिकाएका विषय वस्तुहरूले पार्ट 2 का उत्तरहरू मिलाउनको लागि अवश्य पनि हेल्प गर्नेछ। आउनुहोस् ढिला नगरी सरासर भिडियोतर्फ अगाडि बढौँ। क्वेशन नम्बर 1, लिच्छवी कालमा शहरलाई के भनिन्थ्यो? द्रङ भनिन्थ्यो। क्वेशन नम्बर 2, लिच्छवी कालमा जिल्ला स्तरीय एकाइलाई के भनिन्थ्यो? विषय। क्वेशन नम्बर 3, लिच्छवी कालमा क्षुद्र जातिलाई के भनिन्थ्यो? चाण्डाल। क्वेशन नम्बर 4, लिच्छवी कालमा राजकीय भाषा के थियो? संस्कृत। क्वेशन नम्बर 5, आफ्नो आमालाई सती जानबाट रोक्ने लिच्छवी राजा को थिए? मानदेव। क्वेशन नम्बर 6, पशुपतिनाथलाई राष्ट्रदेवको मान्यता कसले दिए? अंशुवर्मा। क्वेशन नम्बर 7, नेपालमा सर्वप्रथम महाराजाधिराजको उपाधि ग्रहण गर्ने राजा को थिए? अंशुवर्मा। क्वेशन नम्बर 8, प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर कुन हो? चागुर नारायण। क्वेशन नम्बर 9, लिच्छवी कालमा पशुपालन गरे बापत जनताले राज्यलाई कुन कर तिर्नु पर्दथ्यो? भोग कर। क्वेशन नम्बर 10, पौड र पुराणको प्रचलनमा ल्याउने लिच्छवी राजा को थिए? नरेन्द्रदेव। 16 पौडको एक पुराण हुन्थ्यो। क्वेशन नम्बर 11, लिच्छवी कालका 2 सर्वोच्च न्यायिक निकायहरू कुन कुन हुन्? अन्तरासन र परमासन। क्वेशन नम्बर 12, लिच्छवी कालमा अड्डालाई प्राय के भनिन्थ्यो? अधिकरण। क्वेशन नम्बर 13, पशुपतिनाथको मन्दिर कसले बनाएका थिए? प्रचण्डदेव। क्वेशन नम्बर 15, अंशुवर्माको अभिलेखमा उल्लेखित सम्वत कुन हो? मानदेव सम्वत। क्वेशन नम्बर 16, खस राज्यको राजधानी कहाँ थियो? जुम्ला जिल्लाको सिन्जा उपत्यकामा। क्वेशन नम्बर 17, देउपाटन सहरको निर्माण कसले गरेका थिए? देवपालले। क्वेशन नम्बर 18,
सम्राट अशोककी छोरी चारुमतीको विवाह कोसँग भएको थियो? देवपाल। क्वेशन नम्बर 19। लिच्छवी कालमा प्रधान भनेर कसलाई भनिन्थ्यो? ग्राम प्रशासक। क्वेशन नम्बर 20। कुन राजाले प्रचलनमा ल्याएका मुद्रामा कामधेनु गाईको चित्र अंकित थियो? अंशुवर्मा। क्वेशन नम्बर 21। परचक्र काम उपाधिद्वारा विभूषित हुने लिच्छवी राजा को हुन्? जयदेव द्वितीय। क्वेशन नम्बर 22। सोमवंशको पालामा नेपालको राजधानी कहाँ रहेको थियो? गोदावरी। क्वेशन नम्बर 23। सबैभन्दा पुरानो शिलालेख कुन हो? साँखुको वज्रयोगिनीको शिलालेख। क्वेशन नम्बर 24। लिच्छवी कालमा सिंकर केमा लगाइन्थ्यो? दाउरामा लाग्ने कर। क्वेशन नम्बर 25। लिच्छवी कालमा प्रधानमन्त्रीलाई के भनिन्थ्यो? महासामन्त। क्वेशन नम्बर 26। लिच्छवी कालमा राजस्व उठाउने काम कुन निकायले गर्दथ्यो? कुथेर अधिकरण। क्वेशन नम्बर 27। ग्रन्थ शब्द विद्याका लेखक को हुन्? अंशुवर्मा। क्वेशन नम्बर 28। लिच्छवी आकाशका पूर्णचन्द्र भनेर कसलाई भनिन्छ? नरेन्द्र देव। क्वेशन नम्बर 29। लिच्छवी राजा नरेन्द्र देवले बनाएको प्रशासकीय राजदरबारलाई के भनिन्छ? भद्राधिवास। क्वेशन नम्बर 30। लिच्छवी वंशका आदिपुरुष भनेर कसलाई चिनिन्छ? सुपुष्प। क्वेशन नम्बर 31। मल्लकाल अथवा मध्यकालसँग सम्बन्धित प्रश्न रहेको छ। नेपालको इतिहासमा कुन समयावधिलाई मध्यकाल भनेर भनिन्छ? विक्रम सम्वत 936 देखि 1825 सम्मको। क्वेशन नम्बर 32। प्रथम मल्ल राजा को हुन्? हरिदेव मल्ल। क्वेशन नम्बर 33। अन्तिम मल्ल राजा को हुन्? रणजित मल्ल। क्वेशन नम्बर 34। अपराधको प्रकृति हेरी शारीरिक यातनाको सट्टामा आर्थिक दण्ड दिने प्रचलन कसले चलाएका थिए? जयस्थिति मल्लले।
क्वेसन नम्बर 35 न्याय नपाए गोर्खा जानु भन्ने लोकोक्ति कुन राजाको पालामा चलेको थियो? गोर्खाका राजा राम शाह। क्वेसन नम्बर 36 राजा शिवदेवले प्रचलनमा ल्याएको मुद्रालाई के भनिन्छ? स्वर्ण मुद्रा। मल्लकालमा कसलाई के भनिन्थ्यो? यो निश्चित क्वेसन भन्दा पनि यहाँ केही प्रश्नहरूको समाधान हुने गरी विषयवस्तुहरू समावेश गरिएको छ। कृपया ध्यानपूर्वक हेरिदिनुहोला। चौतारा भनेर प्रधानमन्त्री सरहको पद रहेको थियो। विषय भनेर जिल्लालाई भनिन्थ्यो। पञ्चथकाली भनेर पञ्चहरूको मुख्य व्यक्तिलाई भनिन्थ्यो। चरीदार भनेर दौडा टोलीको अध्यक्षलाई भनिन्थ्यो। उपराव भनेर सुरक्षाको काममा खटिएको प्रहरी प्रमुखको रूपमा रहेको सरकारी कर्मचारीलाई भनिन्थ्यो। क्वेसन नम्बर 38 आफ्नो मुद्रामा रानीको नाम अंकित गर्ने मल्ल राजा को थिए? प्रताप मल्ल। क्वेसन नम्बर 39 छालाको मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को थिए? सिद्धिनरसिंह मल्ल। क्वेसन नम्बर 40 कान्तिपुरका प्रथम र अन्तिम मल्ल राजा को हुन्? प्रथम रत्न मल्ल र अन्तिम जयप्रकाश मल्ल। क्वेसन नम्बर 41 पाटनका प्रथम र अन्तिम मल्ल राजा को हुन्? प्रथम रत्नमल्ल र अन्तिम तेज नरसिंह मल्ल। क्वेसन नम्बर 42 भातगाउँका प्रथम र अन्तिम मल्ल राजा को हुन्? प्रथम राय मल्ल र अन्तिम रणजित मल्ल। क्वेसन नम्बर 43 काष्ठमण्डप कुन मल्ल राजाको शासनकालमा निर्माण भएको थियो? लक्ष्मी नरसिंह मल्ल। क्वेसन नम्बर 44 काष्ठमण्डप कसले निर्माण गरेका थिए? विशेत नामको व्यक्तिले। काष्ठमण्डपलाई अर्को के नामले चिनिन्छ? मरुसत्तल। क्वेसन नम्बर 46 इन्द्र जात्रामा कुमारी बनाई पूजा गर्ने चलन कसले चलाएका हुन्? गुण कामदेव। क्वेसन नम्बर 47 इन्द्र जात्रामा कुमारीको रथ घुमाउने चलन कसले चलाएका हुन्? जयस्थिति मल्ल। क्वेसन नम्बर 48 कान्तिपुरका महापात्रहरूलाई पराजित गरी स्वतन्त्र कान्तिपुर राज्यको स्थापना कसले गरेका थिए? रत्न मल्लले विक्रम सम्वत 1551 मा। क्वेसन नम्बर 49 मल्लकालका सबैभन्दा शक्तिशाली राजा भनेर कसलाई चिनिन्छ? प्रताप मल्ल। क्वेसन नम्बर 50
हनुमान ढोकामा रहेको 15 भाषाको शिलालेख कसले स्थापना गरेका हुन्? प्रताप मल्ल। क्वेशन नम्बर 51। आफूलाई कविन्द्र भनी चिनाउने मल्ल राजा को थिए? प्रताप मल्ल। क्वेशन नम्बर 52। प्रताप मल्ल कसका छोरा थिए? लक्ष्मी नरसिंह मल्ल। क्वेशन नम्बर 53। काल भैरवलाई तान्त्रिक शक्तिद्वारा हँसाउने राजा को हुन्? प्रताप मल्ल। क्वेशन नम्बर 54। हरिसिद्धिको नाच हेर्दा हेर्दै मर्ने राजा को हुन्? प्रताप मल्ल। क्वेशन नम्बर 55। बुढा नीलकण्ठ नारायण मन्दिरमा राजाहरू दर्शन गर्न गएमा मृत्यु हुनेछ भन्ने कुरा कुन राजाको पालादेखि चलेको हो? प्रताप मल्ल। क्वेशन नम्बर 56। आफ्नो बाबुलाई कैद गरी राजा हुने मल्ल राजा को हुन्? प्रताप मल्ल। क्वेशन नम्बर 57। रानी पोखरीको निर्माण कसले गरेका हुन्? प्रताप मल्ल। क्वेशन नम्बर 58। रानी पोखरीको पुरानो नाम के रहेको थियो? विष्णु तीर्थ। क्वेशन नम्बर 59। रानी पोखरीको बीचमा रहेको मन्दिरमा कसको मूर्ति रहेको छ? बालगोपाल। यहाँहरूले पार्ट 2 बाट सही उत्तर कतिवटा मिलाउनु भयो कृपया कमेन्टमा उल्लेख गर्न र सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्न पनि नभुल्नुहोला भन्दै आजको भिडियोबाट बिदा चाहन्छौँ। नमस्कार।